हेलो एन्ड नमस्ते, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ मैले माछाको ग्रेभी लिएर आएको छु। माछा चाहिँ पहिले नै तारिसकेको छु। एउटा कडाई लिनुहोस्, कडाईमा थोरै ओइल राख्नुहोस् र थोरै मेथी फुराउनुहोस्। मेथीलाई एकदम ब्राउन हुन्जेलसम्म फुराउनुहोस् र मैले चाहिँ प्याज पहिले नै काटेर राखिसकेको छु। प्याज पनि राख्नुहोस् यसमा र केही बेर यसलाई मजाले चलाउनुहोस्। उता प्याज पाक्दै गर्छ, उता चाहिँ मैले 3टा गोलभेडा लिएर काटिरहेको छु। काटिसकेँ मैले चाहिँ र यो गोलभेडालाई पनि यसमा एड गरिदिनुहोस् र मजाले चलाउनुहोस्। यसलाई मजाले पाक्न दिनुपर्छ र 2टा खुर्सानी हरियो पनि राखेको छु मैले। अनि यसलाई मजाले चलाउनुहोस् केही बेरसम्म। स्वाद अनुसार नुन राख्नुहोस्, थोरै रातो खुर्सानी राख्नुहोस् धुलोमा, अनि बेसार राख्नुहोस् र मजाले चलाउनुहोस् यसलाई। यतिको भइसकेपछि पिसेको मसला राखेर मजाले चलाउनुहोस्। हेर्नुहोस् त हाम्रो मसला कति राम्रोसँग पाकिरहेको छ यहाँ। र अघि तारेको माछा यसमा राख्नुहोस् र मजाले चलाउनुहोस्। केही बेर मजाले चलाइसकेपछि यो मजाले मसलाहरू मिक्स हुन्छ। हाम्रो यतातिर चिसो सुरु भइसकेको छ। चिसो मौसममा माछा खान एकदम मनपर्छ। हजुरहरू पनि ट्राई गर्नुहोला। हाम्रो माछा हेर्नुहोस् कति राम्रोसँग मसलाहरू मिक्स भइसकेको छ। र यतिको भइसकेपछि यसमा थोरै पानी राख्नुहोस् थोरै ग्रेभीको लागि, अनि हल्का चलाउनुहोस्। यहाँ चाहिँ माछा मजाले पाकिसकेको छ र थोरै यसमा कागती राख्नुहोस्। मैले चाहिँ यहाँ थोरै धनिया पनि राखेको छु। धनिया चाहिँ मलाई एकदम मनपर्छ। हाम्रो चाहिँ माछा यहाँ रेडी भइसकेको छ। हजुरहरू पनि ट्राई गर्नुहोस्। म चाहिँ फेरि नयाँ भिडियो लिएर आउनेछु। हजुरहरूले धेरै माया गरिदिनु होला। वाउ, माछा कति राम्रो देखेको छ है।